यस मिउने कार्यक्रममा पाल्नुभएका उपस्थितहरूमा लसो फ्यापोल्ला टस्टेले ल साथै अब जति धर्म भन्नुपर्ने थियो त्यो सबै हिजो खिरियाम्बुज्यूले स्पष्ट रूपमा तपाईहरुलाई मिउनेको विषयमा बताइसक्यो र अघि दिउँसो पनि लोपेज्यूले धेरै कुराहरू तपाईहरुलाई बताइसक्यो। भन्नुपर्ने केही छैन र नहुँदा पनि फेरि आफ्नो एउटा ठाउँमा एउटा काम आएको कारणले त विशेष गरी हाम्रो लामा लापतोचे राम जुनेले अनि तपाईले पनि 1-2 सप्ताह भन्नुपर्छ भनेर त्यसरी उहाँले एउटा अनुरोध गर्नुभएको थियो र उहाँको वचनलाई स्वीकार्दै अनि मैले पनि हुन्छ भनेको थियो र त्यो बाचा पूरा गर्न निमित्त अनि हजुरहरूलाई भन्नुपर्ने केही छैन र म एउटा आफ्नो एउटा जिम्मेवारी निभाउनु पर्ने वातावरण भएको कारणले गर्दाखेरि अनि हजुरहरूलाई म यहाँ केही विषयहरू धर्मको विषयमा भन्न चाहन्छु। विशेष गरी हामी यो बुझ्नुपर्छ एउटा सबैजना के हो भन्दाखेरि सुख चाहेको दुःख नचाहेको हामी सम्पूर्ण प्राणीहरू है। त्यसले गर्दाखेरि हामीले प्रथममा दुःख नचाहनको लागि के गर्नुपर्छ र सुख चाहनको लागि के गर्नुपर्छ त्यो बुझ्नुपर्दछ र त्यसै गरी प्रथममा हामी धर्म शरण गर्ने भन्दा अगाडि चाहिँ हामीले के बुझ्नुपर्छ यो संसार चाहिँ बुझ्नुपर्छ। यो संसार चाहिँ दुःख माया रहेछ भनेर बुझ्नुपर्दछ र संसार दुःख रहेछ अनित्य रहेछ र यस संसारमा भएको प्राणी के हो त सबै आमा बुबा रहेछ भनेर यो दुईटा चिज चाहिँ एकदम महत्त्वपूर्ण छ। यो संसार दुःख भोगारी हो र यो संसारमा जति प्राणी छ सबै आमा बुबा हो भनेर त्यो चाहिँ हामीले मनमा जहिले उत्पादन गर्नुपर्छ र अब विशेष गरी प्रथममा यहाँ बुद्धले के भन्नुभएको छ भने छुइले थुबे सेवार विरोध भन्छ। अर्थात् के भने धर्म चाहिँ जान्नको निमित्त चाहिँ प्रथममा चाहिँ श्रवण गर्नुपर्छ अरे सुन्नुपर्छ अरे अनि अझै त्यसको यो गुणधम लक्ष्य भन्ने चाहिँ एउटा शिक्षा छ। के भन्नुभएको छ भने दाम्रो थेबे डमी मापर्न कुनै नमोसिबे क्युन्छाङ नमजाङ थवे लम्की ढोसो लम्दुर चित्र चवा मिसेबे थेबे लम जाम्रे गिसी हो भनेछ। अर्थात् के भन्दाखेरि विशेष गरी प्रथममा हामीले धर्म गर्ने भन्दा अगाडि चाहिँ धर्म श्रवण गर्ने बत्ती भनौँ दीप चाहिँ प्रचार भनौँ जलाउनुपर्छ अरे। किन भन्दाखेरि यदि हामी धर्म शरण गरेर यो शरण गर्नेको थ्री सेरा पनि भन्छ यो शरण गर्ने प्रक्रिया आफू उत्पादन भएन भने हामी यो संसारको गल्ती के हो र यस गल्तीबाट मुक्त हुने के हो त्यो कुरा जान्दैन अरे। त्यसले गर्दाखेरि धर्म शरण गर्ने बेलामा अगाडि हामीले के धारणा गर्नुपर्छ भन्दाखेरि अगाडि हाम्रो यो शरण गर्ने प्रक्रिया भनौँ यो उत्पादन गर्नुपर्छ र अनि धर्म शरण गर्ने बेलामा त्यो भयो। अनि एउटा के हो भन्दाखेरि बुद्धिचित्त भावना हुनुपर्छ है। हो आज म धर्म शरण गर्न जाँदैछु के को लागि कसको लागि यो चाहिँ बुझ्नु जरुरी छ। हो अब अघि मैले पढ्दाखेरि के भनेछ बुद्ध बुद्धि शब्दले प्रार्थना गरेर बुद्धिचित्त उत्पादन गरेर चाहिँ तपाईहरुले धर्म शरण गर्नु भनेर त्यसरी मैले पाठ वाचन गर्दै त्यो भन्ने कुरा हो। त्यसले गर्दाखेरि हामी अगाडि अघि दिउँसो पनि खेपोले बदल्नु भयो तिरिस सम्यक भने हैन ओ तिरिस सम्यकको छाप चाहिन्छ यो पुण्य गर्दाखेरि। यो तिरिस सम्यकको छाप लगाएन भने मोड लगाएन भने यो पुण्य हुन्छ तर वास्तविकता पाउन गाह्रो नै पर्छ। त्यसले गर्दा अगाडि प्रथममा बुद्धिचित्त उत्पादन गर्नुपर्छ। बुद्धिचित्त भने सम्पूर्ण प्राणीको निमित्त सम्पूर्ण प्राणी भने अघि भने नि संसारमा जति प्राणी छ सबै गोमा आमा नभएको प्राणी कुनै छैन। त्यसले गर्दाखेरि प्राणीको उहाँहरू दुःखबाट मुक्त हुने निमित्त म धर्म शरण गर्न जाँदैछु भनेर त्यसरी धर्म बुद्धिचित्त उत्पादन गर्नुपर्छ। दोस्रो नम्बरमा धर्म शरण गर्ने बेलामा एक चित्त भएर सुन्नुपर्छ। यो उदाहरण कस्तो राखेको छ भने
आचार्य साङ्गे देवाले नमिते खबुताको पिन हिलामिची स्याप्तुताको पिन न्यमो ताङ्गे तुचेताको पिन भनेछ। अर्थात् धर्म शरण गर्दाखेरि हामीले चाहिँ ध्यान दिन सुनेन भने के हुन्छ भन्दाखेरि पानी थाप्दाखेरि भाँडा घोटायो भने त्यस भाँडाभित्र पानी पस्छ त पस्दैन हो। नमिते खबुताको पिन यदि धर्म शरण गर्दैछ सुन्ने क्रममा चाहिँ हामीले जिउ चाहिँ यहाँ छ धर्म शरणको कान चाहिँ हाम्रो यो आसमा गएन भने के हुन्छ त भाँडा घोटाको जस्तै हुन्छ अरे। अनि फेरि हिलामिची स्याप्तुताको पिन भनेछ। धर्म शरण त गर्यो तर मनमा राखेन भने कस्तो हुन्छ भन्दाखेरि पानी त हामीले थाप्यो तर त्यो भाँडा चाहिँ मुनिपट्टि पल भएको जस्तो हुन्छ अरे। अनि मुनि भाँडामा पल भएको भाँडामा पानी थाप्यो भने त्यो गाखीभित्र पानी भनौँ पानी बस्छ त त्यो भाँडामा बस्दैन नि त हो। त्यो जस्तै धर्म त सुन्यो मनमा राखेन भने के भयो त भाँडा पल भयो जस्तै हो। अनि न्यमो ताङ्गे तुचिन्ता भएन भन्छ। फेरि धर्मले शरण गर्यो मनमा पनि राख्यो तर त्यसलाई हामीले प्राणीको निमित्त सम्पूर्ण प्राणीको निमित्त भनेर नसोचेर फेरि एउटा के भन्दाखेरि एउटा घमण्डी मन भनौँ दुष्ट विचार त्यो खाले धर्म शरण गर्यो भने कस्तो खालको गल्ती हुन्छ भनेखेरि एउटा भाँडामा दुधमा सानो बिग हाल्यो भने त्यो दुधहरू सबै के हुन्छ त सबै बिग हुन्छ हो। त्यो जस्तो हुन्छ अरे। त्यसले गर्दा धर्म शरण गर्दाखेरि एकदम ध्यान दिनुपर्ने महत्त्वपूर्ण छ है। त्यसले गर्दाखेरि अब धर्म विशेष गरी धर्म बुद्धले कसरी प्रस्तावको छ धर्म भनेको कतिवटा छ यो प्रथममा म तपाईँलाई बताउँछु है। यो विनय पिटकमा के भनेछ भन्दाखेरि तोम्बे अभिधर्म पिटकमा तोम्बे धाङ्से नमिति लुङ्ग तोम्बे धाङ्गे ढिचिन सेवामा चाहिँ ढुब्रै चाहिँ खुना हो भनेछ। विशेष गरी बुद्धको धर्ममा कतिवटा प्रकारको धर्म छ भन्दाखेरि दुई प्रकारको धर्म छ। त्यो के हो भन्दाखेरि आदिगम धर्म र आगम धर्म भन्छ। हामीले यसरी बुझ्नुहोस् है हो आदिगम धर्म र आगम धर्म। आदिगम धर्म र आगम धर्म भन्दाखेरि आगम धर्म भनेको के हो भन्दाखेरि त्रिपिटक सुन्नु भएको होला नि हामीले है हो। विनय पिटक अभिधर्म पिटक सूत्र पिटक भन्छ नि धोती धुलुवा मोम्बा भन्छ यो सम्पूर्ण भाषामा है हो। यो तिनवटा चाहिँ हामीले के हो त शरण चिन्तन मनन गर्नुपर्छ हो। हामी सबैको दायित्व यो हामी लामा जनहरू हो हामी जति प्राणी छ यो बुद्धले धर्म चाहिँ लामालाई मात्रै दिएको भिक्षुलाई मात्रै दिएको भिक्षुलाई दिएको होइन नि यो संसारमा जति प्राणी छ सबै प्राणीको निमित्त त्यसरी धर्म देशन दिनुभएको। त्यसले गर्दाखेरि हामी त्यसको शरण चिन्तन मनन चाहिँ गर्नु सक्यो भने हामी साँच्चै बुद्धपट्टि प्रभाव हुन्छ साँच्चै आफूलाई शान्ति उपाय धेरै पाउन सकिन्छ। हामी त्यो चिज हेर्नुहोस् त छैन। अब नेपालमा बुद्ध जन्मेको भन्छ बुद्ध भारतमा जन्मियो भने नारा लाउँछ यो किन भइरहेछ। हामी स्कुलमा पढ्न गयो भने बुद्धको एउटा पढाउँदैन सिरी पढाउँछ बाउ आमाको नाम लुम्बिनीमा जन्मेको अनि त्यहाँबाट के पढाइन्छ उल्टा चाहिँ पढाइन्छ टाबाटुली बाटुली भने तारापछि लाइलाई पढायो के काम रहेछ त्यसले जीवनमा के उदाहरण रहेछ न हाम्रो संस्कृतिसँग जोडेको छ न हाम्रो भाषासँग जोडेको छ न नेपालको कानुनसँग जोडेको छ। यस्तो चिजहरूले हामीले भुलाएर छ हो। त्यसले गर्दाखेरि बुद्ध नेपालमा जन्मेको भएपछि बुद्धले के देखाएको रहेछ धर्म देशन त्यो हाम्रो दायित्व हो हामी सबैको दायित्व हो। त्यसले गर्दाखेरि आगम धर्म भनेको त्रिपिटकलाई बुझाउँछ है हो। विनय पिटक अभिधर्म पिटक सूत्र पिटक यसको चाहिँ शरण चिन्तन मनन गरेर चाहिँ पालना के गर्ने भन्दाखेरि शील समाधि प्रज्ञा हो। शील समाधि प्रज्ञा त्यसले अधिगम धर्म भन्छ। बुद्धले यही दुईटा धर्म बताएको छ त्यसैबाट धेरै आएको कुरा हो। अनि त्यसले गर्दाखेरि अब धर्म यो रहेको छ। अनि क्षय भन्छ नि हामी धर्म अब यो दुईटा धर्म त रहेछ तर धर्मको परिभाषा के हो त भन्दाखेरि विशेष गरी कहाँ बताएको छ भन्दाखेरि धोमङ पुस्तक तपाईँहरू सबैजनाले पढाउनु भएको होला लामा गुरुहरू ल्याएर धोमङ भने सबैले थाहा होला सुन्दै भन्छौँ। त्यसभित्र नम्सा नाङ्गे भन्ने एउटा पाठ छ त्यो भित्र कसरी उल्लेखित गरेछ भने देला छेसे जावनी झ्याङजु छुटु से भनेपछि के नि ढोइ धुन जेबला च्याउ भनेछ। अर्थात् के भने धर्म भनेको चाहिँ बुद्धि चित्त उत्पादन गरेर प्राणीको कल्याण गर्ने चाहिँ धर्म हो भन्नुभएको छ त्यसरी उल्लेख गर्नुभएको छ।
अनि अब त्यो मात्रै नभएर क्षे भनेको अर्थ विशेष गरी कसरी बुझ्नुपर्छ भने अझै परिवर्तन गराउने हो। के परिवर्तन गराउने भन्दाखेरि हामीसँग के छ त? तीनवटा चिज मात्रै छ। यही तीनवटा चिजले दुःख पाएर चाहिँ यही तीनवटा चिजलाई शान्ति छैन। त्यो के हो भन्दाखेरि एउटा शरीर, एउटा वचन, एउटा मन हो। अब हामीले चिनेको छैन, धर्म भने बाहिर कुदेकै छ, कता कता कुदेको छ, तर विशेष गरी धर्म गर्ने भने आफ्नो शरीर, वचन, मन परिवर्तन गर्ने कुरा धर्म गर्ने हो। अब हामीले विशेष गरी शरीर, वचन, मन परिवर्तन गर्नुपर्छ। त्योभन्दा पनि महत्त्वपूर्ण परिवर्तन गर्नुपर्ने त्यो एउटा मन हो। जब मन परिवर्तन गर्दैन भने केही पनि काम लाग्दैन। यहाँ के भनेको छ भन्दाखेरि तपाईँको पाटुल लिम्बुछे हाम्रो यता टिबेटको एकदम महाविद्वान हुनुहुन्छ। उहाँले के भन्नुभएको छ भन्दाखेरि कसरी बताउनु भएको छ भने के अरे चिन्ने राङ्गी सेमला मिफेन्पे छिटे खाजु हिँडी धुन्चुमिन राङ्गी सेमला ख्याबर मितुम्न लोक्या छम्रु जेक्याङ नभए यु भने। अर्थात् के हो भन्दाखेरि यदि धर्म गरेर आफ्नो मनलाई फाइदा छैन भने त्यो धर्म चाहिँ के हो भन्दाखेरि हो छिटे खा मुखको मात्रै धर्म हो रे। छिटे खाजु हिन्दी भनेछ मुखको मात्रै धर्म गर्यो। यति धर्म गरेर आफ्नो मनलाई परिवर्तन आएन भने धर्म गर्यो, तर त्यो धर्म चाहिँ के हो भन्दाखेरि मुखको मात्रै धर्म हो अरे। अनि विशेष गरी अर्थको धर्म होइन अरे हो। राङ्गी सेममा ख्याबर मितुक्न आफ्नो मनमा परिवर्तन छुइ गरेर आफ्नो मनमा परिवर्तन आएन भने त्यहाँबाट चाहिँ के रहेछ त? त्यो धर्म चाहिँ मुखको मात्रै धर्म, वास्तविक धर्म होइन अरे।